नमस्कार। नेपाल सरकारले अस्पतालमा लक्षित वर्गलाई निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको छ। सबै किसिमका सरकारी अस्पतालहरूका अतिरिक्त नेपालको कानुन बमोजिम दर्ता भएका सरकारी, गैर-सरकारी, निजी, सहकारी वा गैर नाफामूलक सामुदायिक अस्पतालहरूबाट प्रदान हुने सेवाको 10% निशुल्क सेवा प्रदान हुने व्यवस्था छ। यसरी सेवा प्रवाह गर्दा अस्पतालले सेवा प्रदान गर्ने अन्य सेवाग्राही र निशुल्क सेवा पाउने वर्गका सेवाग्राहीमा विभेद गर्न नपाउने व्यवस्था गरेको छ। आर्थिक रूपले विपन्न भएको प्रमाणपत्र भएका वा स्थानीय तहले सिफारिस गरेका विपन्न तथा असहाय वा नेपाल प्रहरी वा स्थानीय प्रशासनले बेवारिसे भनी सेवाका लागि पठाएका बिरामीले यो निशुल्क सेवा लिन सक्नुहुनेछ। यसरी अस्पतालबाट निशुल्क सेवा प्राप्त गर्न नेपाल सरकारले वितरण गरेको विपन्न परिचय पत्र वा सम्बन्धित स्थानीय तहको विपन्न वा असहाय भएको सिफारिस पत्र मध्ये कुनै एक प्रमाण पेश गर्नुपर्नेछ। बेवारिसे बिरामीको हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनको मुचुल्का वा सिफारिस पत्र आवश्यक पर्दछ। बिरामी भएमा आफूसँग भएको विपन्न परिचय पत्र सँगै लिएर अस्पताल जाने, आफूसँग विपन्न परिचय पत्र छैन भने स्थानीय तह वा वडा कार्यालयबाट जारी विपन्न वा असहाय भएको सिफारिस पत्र लिएर अस्पताल जाने। यो आफू बिरामी भएर अस्पताल पुग्दा सँगै लिएर सेवा लिन जाँदा सहज हुन्छ। तर बिरामी भएर सुरुमै अस्पताल लिएर जान सकिएन भने पनि अस्पतालबाट डिस्चार्ज हुनु पूर्वसम्ममा अस्पताल प्रशासनमा बुझाएर निशुल्क सेवा लिन सकिन्छ। अस्पतालको स्वीकृत शय्याको 10% शय्या लक्षित वर्गका लागि निशुल्क शय्याका रूपमा छुट्याएर राखेर सेवा दिनुपर्ने व्यवस्था छ। साथै चिकित्सक परामर्श सेवा, नर्सिङ केयर, प्रयोगशाला ल्याब सेवा तथा रेडियोलोजी एक्सरे आदि सेवा उपलब्ध भएसम्मका अत्यावश्यक औषधि, अक्सिजन लगायतका सेवा निशुल्क हुने व्यवस्था छ। सौन्दर्य प्रसाधन, कस्मेटिक वा एस्थेटिकको प्रयोजनका लागि प्रयोग हुने शल्यक्रिया लगायतका अन्य कुनै पनि उपचार सेवाहरू निशुल्क सेवा अन्तर्गत समावेश छैनन्।